भनिन्छ 1 वर्षमा मात्र ब्याचलर्स डिग्री सकिन्छ रे युकेमा 3 वर्ष किन पढिरहनु किन 3 वर्ष टाइम वेस्ट गर्नु टपअप भन्ने एउटा प्रोग्राम हुन्छ रे जुन चाहिँ 1 वर्ष कि त 2 वर्ष मात्रै हुन्छ भनेर अहिले धेरै विद्यार्थीहरू युकेमा ब्याचलर्स पढ्न भन्दा पनि टपअप डिग्रीको लागि इन्ट्रेस्टेड भएको मैले पाएको छु र धेरै विद्यार्थी चाहिँ टपअप प्रोग्रामलाई अप्लाई गर्न खोजिरहनु भएको छ र टपअपको कसले अप्लाई गर्न पाइन्छ टपअप भनेको यहाँनेरि एसएलसी दिइसकेपछि 3 इयर्स डिप्लोमा जसले गर्नु भएको छ उहाँहरूले टपअप प्रोग्राम अप्लाई गर्नलाई एलिजिबल हुन्छ र अहिले नेपालमा म्यासिभ नम्बरमा चलेको टपअप प्रोग्राम भनेको एउटा नर्सिङ हो अर्को भनेको हस्पिटालिटी म्यानेजमेन्ट हो यो दुईटा कोर्सेसको लागि तपाईहरुले टपअप गर्न पाउनुहुन्छ र नर्सिङ टपअप गर्ने हो भने यहाँले 3 इयर्स डिप्लोमा आफ्टर एसएलसी गरे हुनु पर्यो र केही नभए पनि 1.5-2 वर्ष चाहिँ वर्क एक्सपिरियन्स भयो भने तपाईले टपअपलाई अप्लाई गर्न पाउनुभयो नर्सिङ टपअपलाई। अब हस्पिटालिटी म्यानेजमेन्टको सेक्टरमा टपअप अप्लाई गर्ने हो भने यहाँनेरि +2 सकिसकेपछि डिप्लोमा कि त एडभान्स डिप्लोमा अफ हस्पिटालिटी म्यानेजमेन्ट गर्नु भएको छ भने पनि टपअप अप्लाई गर्न पाउनुभयो र +2 दिएका विद्यार्थीले चाहिँ अब +2 सक्यो म 1 वर्षको मात्रै ब्याचलर्स पढ्छु टपअप गर्छु भन्नुहुन्छ भने यु गाइज आर नट एलिजिबल टु अप्लाई। सो त्यही भएर तपाईहरु टपअप र 1 वर्षमा ब्याचलर्स सक्ने प्लानमा हुनुहुन्छ भने एसएलसी पछि 3 इयर्स डिप्लोमा र त्यसपछि 1.5 वर्षको एक्सपिरियन्स छ भने हामीलाई कन्ट्याक्ट गर्नु एन्ड लेट्स सी इफ यु गाइज आर एलिजिबल टु अप्लाई अर नट।